यो नेपालको काभ्रेपलाञ्चोक जिल्ला हो। खेतका फराकिला हरिया फाँट र गराहरू, वन र जङ्गलले यो क्षेत्रलाई निकै मनमोहक बनाएको छ। वन जङ्गलले कार्बन सोच्ने तथा भण्डारण गर्ने कार्बन सिङ्कको रूपमा कार्य गर्दछन्। साथै यिनीहरूले जलाधारहरूको संरक्षण गर्दै सबैका लागि पर्याप्त पानीको सुनिश्चितता गर्दछन्। तर अहिले भने यो अवस्था फरक छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले काभ्रेपलाञ्चोकका 7 पालिकाहरू नमोबुद्ध, धुलीखेल, पनौती, पाँचखाल नगरपालिका र बेथानचोक, रोसी, तेमाल गाउँपालिकामा हालै गरेको एक अध्ययनमा 5689 पानीका स्रोतको नक्साङ्कन गरेको थियो। उक्त अध्ययनमा 521 पोखरीसँगै 5168 पानीका मूलहरू नक्साङ्कन गरिएका थिए। उक्त अध्ययनले नक्साङ्कन गरिएका मध्ये आधा जसो पोखरीहरू सुकिसकेको देखाएको छ भने मूलहरूमध्ये पनि 24% पूर्ण रूपमा सुकिसकेको र बाँकी सक्रिय मूलमध्ये 58% मूलमा पानीको प्रवाह घट्दै गएको निष्कर्ष निकालेको छ। यसरी पानीको हाहाकार बढ्दै गएपछि काभ्रेपलाञ्चोकका 7 वटा नगरपालिकाहरूले पानीका मूलहरूलाई पुनर्जीवित गराउन 6 चरणको कार्यविधि लागू गरी सामुदायिक नेतृत्वमा मूलाधार व्यवस्थापन प्रक्रिया अपनाएका छन्। यस प्रक्रियाको सुरुवात मूल तथा मूलाधारहरूको विस्तृत नक्साङ्कनबाट हुन्छ। स्थानीय सामुदायिक स्रोत व्यक्तिहरू र नगरपालिकाहरूले मूलहरूको सर्वेक्षण र तथ्याङ्क सङ्कलन मार्फत आफ्ना क्षेत्रमा रहेका प्रत्येक मूल र जलस्रोतहरूको पहिचान गरिरहेका छन्। उक्त पहललाई अझ प्रभावकारी बनाउन वडादेखि नगरपालिका तहसम्म स्थानीय जनप्रतिनिधिहरूलाई पनि संलग्न गराइन्छ। उनीहरूलाई मूलाधार व्यवस्थापनको महत्त्व तथा मूलहरू पुनर्जीवित गराउने 6 चरणका कार्यविधिबारे जानकारी प्रदान गरिन्छ। यसपछि विशिष्ट मापदण्डहरू, साक्षरता, सर्वेक्षण कौशलता, भूभागसँगको चिर परिचितताका आधारमा लैङ्गिक प्रतिनिधित्व र सामाजिक समावेशीकरण सुनिश्चित हुने गरी सामुदायिक स्रोत व्यक्तिहरू छनौट गरिन्छन्। तथ्याङ्क सङ्कलनमा संलग्न हुनुअघि छनौट गरिएका सामुदायिक स्रोत व्यक्तिहरूलाई मोबाइल एप्लिकेसन सर्वे 123 प्रयोग सम्बन्धी तालिम दिइन्छ। तालिम दिइसकेपछि मात्र उनीहरूलाई तथ्याङ्क सङ्कलनमा पठाइन्छ। छनौट भएका सामुदायिक स्रोत व्यक्तिहरूको सक्रिय सहभागितालाई प्रोत्साहित गर्न प्रोत्साहन भत्ता पनि प्रदान गर्ने गरिएको छ। सुरुमा त मलाई यो तालिम सिक्दाखेरि कसरी गर्ने होला, के गर्ने होला जस्तो लागेको थियो। यहाँ भित्र छिर्दाखेरि अहिले हामीलाई मोबाइलको एपबाट हरेक कुराहरू जान्न बुझ्न सजिलो हुने रहेछ भन्ने एउटा ज्ञान भयो, किनकि त्यहाँ हरेक कुराहरू एउटा एप डाउनलोड गरेर हामीले पुरै मूलहरूको मुहानहरूको सबै सर्वे गरेर त्यसबाटै सेन्ड गर्न मिल्ने रहेछ। हामी घरमा एक ठाउँमा बसेर आफ्नो ओडामा बसेर ओडाभरिको सबै मुहानमा गएर त्यो सबै सर्वे गर्नलाई पहिला हामीलाई कस्तो भने कपी कलम लिएर हिँड्नु पर्थ्यो भने अहिले हामीलाई एउटा साथमा मोबाइल भयो भनेदेखि इन्टरनेट नभए पनि त्यो हामीले त्यहाँ गएर सर्वे गरेर घरमा आएर इन्टरनेट मार्फत त्यो सेन्ड हामीले अफिससम्म पुर्याउन सक्ने रहेछौँ भन्ने एउटा ज्ञान भयो। यसलाई अझ प्रभावकारी बनाउन नजिकैको मूलमा गई प्रयोगात्मक अभ्यास समेत गरिन्छ। अनि अब मूल संरक्षणको लागि चाहिँ के कारण गर्दाखेरि हाम्रो गाउँघरको मूलहरू सुक्ने रहेछ, अब त्यो सुकेको मूलहरूलाई कसरी के गर्दाखेरि चाहिँ त्यसलाई अझै दिगो बनाउन सकिन्छ भन्ने कुराहरू पनि उहाँले धेरै सिकाउनु भएको छ। जस्तै अब पोखरीहरूको संरक्षण गर्नुपर्ने, पोखरीहरूमा यदि पानी जम्मा भएर बस्यो भनेदेखि बर्खामा आएको पानीहरू मुहान चाहिँ अलि रसिलो हुने र त्यसमा मूल सुक्न नसक्ने अवस्थाको बारेमा पनि उहाँले जानकारी गराउनु भयो होइन। आधिकारिक र गुणस्तरीय तथ्याङ्क सुनिश्चित गर्न इसिमोडका अनुसन्धानकर्ताहरूद्वारा तथ्याङ्कको प्रमाणीकरण गरिन्छ। हालसम्म करिब 150 स्थानीय प्रतिनिधिहरूलाई मूलाधार व्यवस्थापनको महत्त्वबारे सचेत गराइएको छ भने 150 सामुदायिक स्रोत व्यक्तिहरूले 743 वर्ग किलोमिटर क्षेत्रमा फैलिएका 5689 पानीका मुहानहरूको नक्साङ्कनमा सक्रिय सहभागिता जनाएका छन्। यो साधारण नक्साङ्कन प्रक्रिया मात्र होइन। यदि यो पारम्परिक अनुसन्धान विधिबाट मात्र गरिएको भए हामीले 8 महिनाको अवधिभरमा 5000 भन्दा बढी मूलहरूको तथ्याङ्कन सङ्कलन गर्न सक्ने थिएनौँ होला। हाम्रो अभिलेखीकरण प्रक्रियाले सचेत सामुदायिक स्रोत व्यक्तिको एउटा समूह निर्माण गर्न सक्षम भएका छौँ। उक्त समूहले नक्साङ्कन प्रक्रियामा योगदान गर्न पाउँदा गर्व मात्र गरेका छैनन्, मूलाधार व्यवस्थापनको लागि सामुदायिक राजदूतको रूपमा नेतृत्व पनि गरिरहेका छन्। यस परियोजनाबाट हामीले प्राप्त गरेका उत्पादन भविष्यमा मूलाधार व्यवस्थापनको उचित योजना तर्जुमा गर्न उपयोग गर्न सकिनेछन् भन्ने विषयमा हामी विश्वस्त छौँ।
सङ्कलन गरिएका तथ्याङ्क विश्लेषण गरी अङ्ग्रेजी र नेपाली भाषाहरूमा पोस्टर प्रकाशन गरिएको छ भने मुहान सम्बन्धी तथ्याङ्क हिन्दकुश हिमालय स्प्रिङ्स डिसिजन सपोर्ट सिस्टम पोर्टलमा पनि ट्याग गरिएको छ। उक्त पोर्टल सबैका लागि खुला पहुँच भएको क्षेत्रीय तथ्याङ्क रहेको डेटाबेस हो। At TCMOD, our vision is to scale gender equal and social. वैज्ञानिक प्रमाणमा आधारित नवीनतम योजनाहरू, क्षमता अभिवृद्धि र नीतिगत मार्गनिर्देशन मार्फत हिन्दकुश हिमालय क्षेत्रमा लैङ्गिक समानता र समावेशी मूलाधार व्यवस्थापनलाई प्रवर्धन गर्नु इसिमोडको उद्देश्य हो। नागरिक विज्ञानको अवधारणा अँगालेर काभ्रेपलाञ्चोक जिल्लामा गरिएको यस अध्ययनले स्थानीय समुदायका महिला, पुरुष र युवाहरूको सक्रिय संलग्नता तथा डिजिटल प्रविधिहरूको प्रयोगले मूलहरूको अभिलेखीकरण प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन सकिन्छ भन्ने कुरामा हाम्रो दृढ आत्मविश्वास छ।